आउनुहोस् मेरो ब्रान्डेड माल हो, ब्रान्डेड माल याद गर। तेरीमा काट्ने सुन्छु त हातमा यसरी पन्छेर उ पर पुऱ्याइदिन्छु हल्ला गर्छ मसँग ब्रान्डेड बोयसँग। तेरीमा के काट्छु अरे चटाइदिन्छु ल्यापटप लाउँछु काट्ने त पुरै छ। दुईटी हात समातेर घुप्ट्याएर यसरी फेरि याद गर्ने ब्रान्डेड बोय कस्तो छ भने थाहा छ नि कतिसम्मको छ भनेर। तेरीमा नक्कली काट्ने काट्ने तेरो दुलो ठ्याप्पै टालिदिन्छु सिलिकन ल्याएर म सुपर ग्लु ल्याएर म ट्याप्पै टालिदिन्छु अनि त्यसपछि खोल्लास हल्ला गर्दैछ ब्रान्डेड बोयसँग। लु आइज लेभलमा आइज अब भेट अनि कुरा गर विदाउट नम्बर बोल्लास गोजाङ्ग्री। तेरीमा हल्ला यस्तो ब्रान्डेड मान्छेसँग बोल्दा पनि विचार गरेर बोल्ने गर्नु कोसँग बोल्दैछु कसरी बोल्दैछु किन बोल्दैछु भनेर बुझिस् नि। के गर्छौ अरे के गर्छ त लाज लाग्दैन हजुर कपिल फलो गर्नु नि तपाईँ यार फलो ब्याग दिनु त मलाई। चुप चुप फलो होइन अहिले म के गरिदिन्छु चुप नम्बर तँलाई कति कक्षा प्रयोग भैँसीको पुच्छर होला भैँसीको पुच्छर मुनिको कुवा मात्रै हेर्ने बानी छ तेरो अरू केही पढिनस् भैँसीको पुच्छर मुनिको कुवा मात्रै हेरेर हुँदैन नि जिन्दगीमा केही कुरा सिक्नु नि पर्छ केही कुरा जान्नु नि पर्छ। कहाँ गइस् चम्चाले पानी उगाउनु गइस् कुवाको तेरीमा कहाँ गइस् यता मन्टी कहाँ गयो यता मन्टी कहाँ गइस् नमस्ते गर किन नमस्ते गर तँलाई के कोटाउँदैछ नमस्ते गर सुन्नुहोस् पेन्सिल लबर यसलाई पेन्सिलले घोच्नुपर्छ हल्ला गर्दैछ ज्याममा गुरुक 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 साला भिखारीको बच्चा के भन्दैछस् व्हाट डु यु थिंक थैंक यू सो मच बेबी अरे नि यार थैंक यू पेन्सिल लवर नर्सलाई त्यहाँ के नभन यार फेरि नर्स यार फेरि म भन्ने से फेरि सँगै हिँड्नु भएछ दिदी भाइ कि दाजु बहिनी हो दाजु साथी हो बुढाबुढी हो बुढाबुढी यसले मलाई बहिनी बनाएको छ नि त यसले मलाई बहिनी बनाएको कहिले मलाई कहिले भाइटिका लगाइदिस् अब लाउला भाइटिका तलाई म बहिनी जोइ सँगै हिँड्नु हुँदो रहेछ भन्छन् सबैजनाले अहिले फेरि हेर्न फेरि दिमाग खराब नगर्नु फेरि मेरो पार सँगै चाहिँ फेरि दिमाग खराब अहिले फेरि कहाँको बहिनी जोइ कहाँको भन्नु नि अब उ त्यसै भन्छन् त यतापट्टि भाइले दिमाग खराब मेरो फेरि पार नसुगाउनै फेरि रिस उठ्ने कहाँ छ पारो देखाउन हामी पनि हेरौँ एकचोटि कहाँबाट कहाँ माथि देखाएको तैँले ठुक्क साला खाते तेरो जिन्दगी तर हुँदैन पारा भनेको ल ग्यामा तिमी दुईजना भएको ल्याऊ यस्ता गफ चाहिँ उता थाङ्नामा सुताइदिनु त त दुईजना र एकजना सिङ्गल लगाउने भने खेलिन्छ दुईजना र एकजना शङ्कर बिसी शङ्कर नमस्कार नमस्ते सबैजनालाई के छ खबर ठिकै छ हाम्रो जुनगिरी दोहोरीको कलाकार होइन म त अनर पनि हो सञ्चालक पनि हो नमस्ते गर्नु नरेशलाई नमस्ते नरेशजी के छ खबर तपाईँको तपाईँ दुईजनाको नरेश र ऋतुको बिहे कहिले हो चारैतिर हल्ला छ त अनि दुईजनाको बिहे हुँदैछ भनेर यो मेरो उहाँ पनि कता जान्छ बेला बेला बिहेको कुरा गर्नुहुन्छ अब तपाईँ यो ऋतुले बिहेको दिन पनि बेहुला राखेर अर्कै केटा हिँड्छ फेरि उता बेहुला एक्लै पारिदिएर जग्गा नै खाली गरिदिएर आमाको पोइ त झारे हजुर कहाँ सिङ्गल गेम भयो त यो ग्रुपमा खेल्नुपर्ने ग्रुपमा खेल्ने हजुर ल म ट्राई गर्छु ल काटेर ओके
एक्लैले काट्न मिल्दैन हौ सबैको सहमति चाहिन्छ कहाँ एक्लैले काट्ने हुन्छ पुट गरौँ न आइ भएन यो जिम्मा भन्ने यो यसको काम छैन यो झारेको काम छैन यो झारो कसा नआउने गेम लगाउनु हो हजुरहरू कसले पठाएको टिम म्याच यस ओ माय गॉड हेर्ता सागर र सागर भन्न आयो कहाँदेखि फेरि को सागरको उयोले त हेर्नु त केटाहरूको नाम त मुखबाट प्लात निकाल्छ मान्छे धेरै भएपछि कहिले कसको नाम निस्किन्छ कहिले कसको नाम निस्किन्छ होला नि साथीभाइ धेरै भएपछि के छ राजा र ठिक छ गौरव गाइस ओइ डबल ट्याप गर त प्लिज गाइस देख्यौ मेरो टिमको पावर तिम्रो सक्दैन को थाहा छ ऋतु बस्ने खोइ मेरो प्रश्नको जवाफ आएन के ऋतु र नरेशजीको बिहे कहिले हो भने खोइ मैले पनि कहिले हो के हो भनेर आइडी कता गयो अर्को आइडी छ मैले यसमा लाइभ बसेको आज ब्रेकअप भइसक्यो आइडीमा 10,000 फलोअर्स बनाउने त्यही हो अहिले ब्रेकअपकै अवस्थामा दौडिराखेका छौँ ए अस्ति त कता दाइ हो भनेर भन्दै थिइन् ऋतुले के हो कुरा मोड अनुसार ऋतु त मोड अनुसार हो अहिले त मेरो पनि बहिनी हुन् नि त म पनि बहिनी नै भन्छु उसलाई उमेरले बहिनी हो कि उमेरले पनि बहिनी हो साइनोले पनि बहिनी हुनु कि जस्तो लागिरहेको छ आजभोलि के भएर कस्तो तपाईँहरू पहिला त्यस्तो लभ गर्ने बिहे गर्ने भन्नेसम्म पुगिसके मान्छे अहिले कसरी तपाईँहरू फेरि बहिनी दाजुमा आइपुग्नु भयो यो समयको कुरा हुँदो रहेछ हो चेन्ज भयो फिलिङ्सले चेन्ज भयो अरे अनि त्यही भएर यस्तो हुँदो रहेछ कि सम्बन्धमा चाहिँ गर्लफ्रेन्डहरू छन् भने गर्लफ्रेन्डहरूले गाली गर्न थाले नानाभाती भन्न थाले भने चाहिँ बहिनीमा झर्दा रहेछन् मलाई पनि थाहा थिएन ए भनेपछि हाम्रो ऋतुले चाहिँ किन गाली गर्यौ ऋतुले ल बताऊ तिम्रो कारण के हो गाली गर्नुको कहाँ गाली गर्नु यार मैले होइन नि धेरै माया गर्छु नि आमा म त चाट्ने हो भन्दा ए मम्मी के चाहिँ खानेकुरा गर्छु नि खाना खाएकी छैन कि क्या हो बिहान बिहानै अनि गाली गरेकै छैन म त एकदम नरेशलाई पाएँ भने चाट्छु भन्दैछ त ऋतुले अनि फेरि कहाँ गाली गरे भन्नुभयो तपाईँले खास कुरा के हो यहाँ हामी जान्न चाहन्छौँ कोही कस्तो चटाइ हो के हो म त त्यस सम्बन्धी त केही जान्दिनँ अनभिज्ञ छु त्यो चटाइ यस्तो चटाइ म देखाइदिउँ म सिकाउनु म ट्रेनिङ दिनु पर्यो यसरी चाट्ने यस्तो पोजमा यस्तो गरेर गुरु भएर त्यस्तो धेरै कुरा गर्नु हुँदैन फेरि मान्छेले कस्तो गुरु भनेर प्रश्न गर्लान् साह्रै के भन्छन् यिनीहरूले उनीहरूको ट्रेनिङ छ नि त त्यो सम्बन्धी उनीहरू विज्ञ पनि हुन् नि त ट्रेनिङ छ त्यसले त्यही सिकाउने त हो नि अनि त्यही त फेरि तपाईँलाई पनि पर्फेक्ट बनाउला अनि फेरि ट्रेनिङ प्राप्त हाम्रो साथीहरूले ट्रेनिङ नलिने भन्दैछु मैले सबजनाले मिलेर कहाँ गएन हामी त छैन त डबल ट्याप गर्ने साथी माया दिदी पहिला गाडी हान्नु न पहिलो गाडी मलाई चाहिँ रातो गाडी हान्नु होला है गाडी हान्ने मान्छेले लाज पसेको के को लाज पसेको हामी चाहिँ को लाज पसेको भन्ने बहिनी लाज पसेको कसलाई भने लाज पसेको भनेर मान्छेहरूले लाज खटाउन सक्नुपर्छ हो नि लाज मानेर त कामै छ अहिलेको जमानामा मान्ने कुरामा लाज मान्ने हो सबै कुरामा लाज मानेर हुँदैन हो नि उहाँ ऋतु र कलौटेको इन्टरभ्यू आइरहेको थियो भकाभक अनि के हो कलौटे दाइले त अनि तिम्रो त च्याप्पै समाइदिएछ नि त के हो कुरा फुटबलमा समातेको देखेको मैले चाहिँ कहाँ छ यस्तो त्यही त भने नि मेरो आमाको फुटबल झारे
देखेको छ नि त इन्टरभ्यूमा हेर त त्यहाँ एकचोटि पछिको होइन यो के लाज हगेका चाहिँ कपिलले के कस्तो दिन्छ यार त्यो त हाम्रो त्यो म्युजिक भिडियोको इन्टरभ्यू दिएको क्या हिजो अस्ति त्यो सुटिङ त बुझेँ तर इन्टरभ्यूको कुरा गरेँ मैले भिडियो हालेको छु त अनि मेरो सुटिङको भिडियोहरू हेर्नु नरेश हेर्नुपर्ने आफ्नो मान्छे कहाँ गइरहेछ के गरिरहेछ भन्ने कुरा अब हेरेरै त्यो गलिन्छ थाकिन्छ सँगै हुँदा त नजिक थाकिन्थ्यो होला टाढाबाट त हेरेर त दिन जान्छ त दिन रात सबै जान्छ एक ठाउँ मात्र बस्ने भए पो हेरेर हुन्थ्यो त ठिक छ होइन गहन आउँछ सुरुमा चाहिँ बाख्ना आउँछ त्यसपछि त गहन आमा साला म त अरू भन्दा पनि यिनीहरू दुईजनाको पछाडिको पर्दाको कलर चेक गर्दैछु दुईजनाको उस्तै छ त ऋतु र जिम्बा धेरै जस्तो फुल बुट्टा त मिल्छ त पर्दाको धेरै वर्ष अगाडिको एउटै पसलबाट किन्नु भयो होला उहाँहरूले होइन मैले भर्खर किनेको ऋतु अब रेडी हो जानुपर्छ उता बाटो बनाउँदैछ अरे बन्द हुन्छ ओके ओके कहाँ जाँदै हो ऋतु जग्गा किन्न जाँदैछु म जग्गा हेर्नलाई हो पछि अब हाम्रो नरेश र ऋतुको अब छिट्टै बिहे भएर बस्ने घर बनाउनलाई जग्गा हेर्न थालिसक्यो तिमीले ऋतु योभन्दा पनि अर्को सुन्नु न त्यो जिम्बाको भित्ताको कलर र ऋतुको भित्ताको कलर एउटै छ यो त घरबेटीको भर पर्ने कुरा हो हेर त कलर पनि एउटै छ के चलिराखेको छ अनि के हो त्यो म त त्यो बेड पनि एउटै मान्दैछु त के हो कुरो फेरि हेर्नु मैले अघि चाउचा खाएको थिएँ यसले चाउचा खाएको देखेर यसले दुइटैले चाउचा खाइरहेछन् फेरि के हो यस्तो मैले जे गरेँ त्यही कपी गर्छ यसले त मैले जे गरेँ त्यही कपी गरिहाल्छ राम छोरीसँग देखिनुहोस् कहाँसम्म यो दिमाग खराब तेरो दिमाग खुस्क्यो क्या बहिनी सँगै गरे अरे जे पनि हाम्रो नरेशजीलाई धोका दिने काम नगर ऋतु ल अब को पनि खाएर